यही भित्र हो मैले जानुपर्ने र यही हेर्न सक्नुहुन्छ। दर्शक नमस्ते गाइज, वेलकम टु माई युट्युब च्यानल एम मदन ब्लगर 07। हाल म इन्डियामा छु र इन्डियामा म ट्रक ड्राइभिङ गर्ने गर्छु। धेरै वर्ष भयो इन्डियामा ड्राइभिङ गर्दै गरेको हैन। र आज मेरो ब्लगको सुरुवात हुँदैछ 1 बजे, दिउँसो 1 बजेदेखि। र अहिले म आइसकेको छु कम्पनीभित्र। अब हेर्न सक्नुहुन्छ म काटा गराउँदैछु। यो काटाको लागि एउटा गाडी गएको छ पहिला नै हैन। त्यसपछि म आफ्नो गाडीको काटा गराउने छु र त्यसपछि यता साइडमा पार्किङ छ, यो पार्किङमा चाहिँ मेरो गाडी लाग्ने छ है गाइज। यही पार्किङमा लगाएर फेरि लोडिङ कताबाट हो त्यसले फोन गर्छ। फोन गरेपछि म यहाँबाट लोडिङ गर्न जान्छु। लोड भइसकेपछि म हजुरलाई बताउँदै छु लोड कहाँको छ र कति दिन लाग्छ यहाँबाट त्यहाँ जान भन्ने कुरा है त। गाडी चाहिँ पार्किङमा हालिसकेको छु गाइज हैन। हेर्न सक्नुहुन्छ तपाईले, यो पार्किङ हो, कम्पनीकै पार्किङ हो, कम्पनीभित्र नै हो म हैन। अब भिडियो बनाउन अलाउड छ कि छैन त्यो त मलाई थाहा भएन, किनकि उसैबाट पर्मिसन लिएर मैले भिडियो बनाइरहेको हैन। अब मैले कम्पनीभित्र त गाडी हालिसकेको छु र गाडी हालिसकेपछि अब कति समयपछि लोडिङको लागि फोन आउँछ, हेरौँ, वेट गरौँ हैन। त्यसपछि लोडिङ हुने बेलामा भिडियो बनाउन अलाउड छ कि छैन। अब मोबाइल अलाउ छ भनेपछि भिडियो बनाउन पनि अलाउ होला। त्यसको लागि म हजुरलाई यो भित्रको हरेक प्रतिक्रियाहरू हरेक कुराहरू तपाईलाई म देखाउने नै छु। हेरेर साथ दिनु होला। आइसक्यो गाइज, अर्डर यहाँबाट निस्किसक्यो, म हेर्न सक्नुहुन्छ है त गाइज। मेरो पेपर आइसकेको छ र त्यसको लागि म जाँदैछु पेपर लिनको लागि। यो काँटा पर्ची हैन, यो काँटा पर्ची लगेर त्यसलाई 200 रुपियाँ लाग्छ र यहाँ लोडिङ गराएको त्यो बाबुले, त्यो बिल दिने बाबुले हैन। यहाँबाट जान्छु म, हेर्न सक्नुहुन्छ। यही भित्र हो मैले जानुपर्ने र यही हेर्न सक्नुहुन्छ गाइस। पेपर आइसकेको छ र पेपर मैले एन्ट्री गराइसकेँ। त्यहाँ एन्ट्री गराएर म यहाँबाट निस्किसकेको छु हैन। मेरो गाडी लोड भइसक्यो र लोड भएर पेपर लिएर म निस्किसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ मैले दिनुपर्ने हुन्छ लेफ्ट टर्न हानेर जानुपर्ने हुन्छ मैले टक्क हैन। यो रोडमा टक्क जाने हो। यो अङ्कलले गाडी ठाउँ नभएपछि गाडी चाहिँ यसरी नलगाउनु है केटाहरू, कसैले नि रोडको किनारमा यसरी लगाउनु हुन्न। किनभने कोही नयाँ ड्राइभरहरू आउँछ, तिनीहरूले चाहिँ टक्क हैन सिसा तोडेर लगिदिन्छ। फेरि गाह्रो हुन्छ आफूलाई, फेरि भन्छ हामी यस्तो भएन उस्तो भएन हैन। त्यही भएर टक्क पारी यसरी म यहाँबाट निस्किसकेको छु। तपाईँहरूले देखिसक्नुभयो मलाई हैन। अनि अब यहाँबाट मेरो लोड भएको छ चेन्नईको लोड भएको छ र त्यो गाडीहरू छ नि त्यता। पहिला मेरो गाडी त्यहीँ लागेको थियो क्या, यो ठाउँमा छ नि गाडी यतातिर हो। यो भिड छ हैन यता, यही भिडमा मेरो गाडी लागेको थियो क्या। अब म तपाईँलाई राम्रोसँग देखाउँछु त्यो नजिक गएर हैन, त्यहीँ नजिक गएर देखाउँछु, हेर्नुहोस् है। हो यतातिर यहाँ साइडमा मेरो गाडी लागेको थियो र यहाँ उता पसलहरू त्यहीतिर मैले गाडी लगाएर भनौँ न अब गाडी लगाएर म आफ्नो यहाँ सुत्ने प्रोग्राम बनाइरहेको थिएँ। अब यहाँबाट निस्किसकेँ गाइज म है, कोचिनबाट चेन्नईको लागि निस्किसकेको छु। मेरो जर्नी सुरु भइसकेको छ, हेर्न सक्नुहुन्छ गाइज। म पुगिसकेको छु कोइम्बतुरमा र अहिले रातिको 11 बज्न थालेको छ। अब फुल नाइट ड्राइभिङ गर्नुपर्ने हुन्छ हैन। किनभने दिउँसो गर्मी धेरै हुन्छ क्या, धेरै गर्मी भएको कारणले मैले नाइटमा ड्राइभिङ गर्नुपर्ने हुन्छ। र अब सबै कुराहरू, सबै ठाउँको धेरै क्लिपहरू मैले जोड्न सक्दैन, किनभने गाडी चलाउँदाखेरि यो मोबाइलको क्यामेरा त ठिक छ, ओके देन चल्छ हैन, तर साउन्ड क्वालिटी राम्रो छैन, बाहिरको साउन्ड बढी आएर हुन्छ हैन। त्यही भएर म भिडियो चाहिँ अलिक कमै बनाउने गर्छु र अलि आइडिया पनि छैन मसँग। त्यही भएर म जत्रो मसँग आइडिया हुन्छ त्यत्तिकै म भिडियो बनाइरहेको हुन्छु हैन। अब यहाँ पुगिसकेँ, म चिया खान्छु यहाँबाट, किनभने अलिअलि आँखाहरू भारी हुन थाल्यो। चिया खाएर यहाँबाट निस्किन्छु है त गाइज।
चिया त भयो गाइज, अब निस्किनु पर्ने हुन्छ। यही हो गाडी होइन, यो साइडबाट जाउँ न यताबाट। चिया त भइसक्यो। अब यहाँबाट फुल नाइट अब चिया कहाँ खाने हो त्यहाँ रोकिन्छ, भिडियो बनाइन्छ बनाइँदैन त्यो त मलाई थाहा भएन। अब यहाँ अँध्यारो पनि छ, ठिक छ है। ओके, रातिको 1 बजिसकेको छ र मैले गाडी चाहिँ यता लगाइसकेको छु साइडमा होइन। म पनि हातपात धोएर खाना खान जाँदैछु। यता होटल छ, यो होटलमा टक्क खाना खाइन्छ फेरि सुतिन्छ। खाना खाइसकेँ गाइज मैले होइन। अब आएँ म गाडीमा आइसकेको छु। अब गाडीमा आइसकेपछि अब मैले सुत्नुपर्ने हुन्छ र सुतिसकेपछि बिहान उठ्छु, फेरि सफर जारी रहन्छ। अहिलेको लागि यति नै, फेरि भेटौँला एक अर्को नयाँ भिडियोमा। थ्याङ्क यू सो मच गाइस, जय नेपाल।